नमस्कार दर्शकबिन बच्चादेखि बुढा जुनसुकै उमेर समूहका व्यक्तिहरूलाई भावुक बनाउने नेपाली मौलिक कथा सामग्री चलचित्र पूर्णबहादुरको सारङ्गी जुन नेपाली गन्धर्व समुदायलाई आधार मानी नेपाली जातीय एवं वर्गीय विभेद र निम्न वर्गका बाबुले आफ्नो सन्तानका लागि गरिने सङ्घर्षलाई एकदमै उत्कृष्ट तरिकाले प्रस्तुत गरिएको छ। जुन चलचित्रले सबैको मनमा एकदमै बाबुप्रतिको माया जागृत गरिदिएको छ, जसमा विजय बराल, अञ्जना बराइली, प्रकाश सपुत, माओत्से गुरुङ, बुद्धि तामाङ र बाल कलाकार स्वयं केसीको अभिनयलाई उत्कृष्ट देख्न सकिन्छ। विजय बराल बुबाको अभिनयको किरदारमा आफूलाई अझ उत्कृष्ट तरिकाले प्रस्तुत गरेका छन्, जसले फिल्मलाई एकदमै रोचक र भावुकमय बनाउँदछ। एउटा बाबुले आफ्नो सन्तानप्रति गरिने विभिन्न सङ्घर्षहरू र आफ्नो सन्तानलाई परसम्मको दुनियाँ देखाउन र एकदम ठुलो मान्छे बनाउनका लागि गर्ने सङ्घर्षलाई यो फिल्मले एकदमै उत्कृष्ट तरिकाले देखाएको छ। दर्शकबिन एउटा छोरालाई काँधे कुरी अथवा काँधमा राखेर आफूभन्दा ठुलो अथवा माथिल्लो स्तरको मान्छे होस् भनेर एउटा बाबुले चाहेको त्यो मनोभावनालाई पनि प्रष्ट रूपमा देखाएको छ। चलचित्र नेपाली समाजलाई, नेपाली निम्नवर्गीय समाजलाई चाहिँ एउटा नेतृत्व गर्ने खालको चलचित्र छ, जसले नेपाली निम्नवर्गीय बुबाको सङ्घर्षलाई एकदमै कथावस्तुगत रूपमा देखाएको छ। एउटा बाबुले आफ्नो छोराप्रति गर्ने सङ्घर्ष कति सक्दो र आफ्नो एउटा बाबु र छोराको माया प्रेमलाई पनि एकदमै सभ्य तरिकाले देखाएको छ। तपाईँहरूले हेर्नुभयो,